नमो बुद्धाय। के तपाईँलाई लाग्छ बुद्धत्व प्राप्त गर्न दरबार वा संसार त्यागेर गुफामा बस्नै पर्छ? आज म तपाईँलाई 8औँदेखि 12औँ शताब्दीका ती 84 महासिद्धहरूको विस्मयकारी संसारमा लैजानेछु, जसले राजा, माझी र साधारण गृहिणी भएर पनि सर्वोच्च सिद्धि प्राप्त गरे। यस भिडियोमा हामी ती महासिद्धहरूको सहज मार्गको रहस्य खोल्नेछौँ, जसले सामान्य लौकिक अनुभवलाई नै बुद्धत्व प्राप्तिको उपाय बनाए। भिडियोको अन्त्यसम्म हामीसँग रहनुहोस्, किनकि आज तपाईँले थाहा पाउनुहुनेछ कि कसरी माछाको आन्द्रा खने, लुइपा र तिल पिस्ने तिलोप जस्ता सादा घरले आफ्नै चित्तलाई चिन्न सफल भए। आउनुहोस्, वज्रानको यो द्रुत र रहस्यमय यात्रा सुरु गरौँ। सामान्यतया जब हामी आध्यात्मिक शान्ति वा भनौँ न ज्ञान र बुद्धत्वको कुरा गर्छौँ नि, हाम्रो दिमागमा ठ्याक्क कस्तो चित्र आउँछ? सायद कुनै दूर दराजको गुफामा आँखा चिम्लेर ध्यानमग्न भएका सन्यासीको। हो नि, एकदमै। जो यो बाहिरी संसारको हो हल्ला, चिन्ता र दौडधुपबाट पूर्ण रूपमा टाढा छन्। तर हाम्रो वास्तविक जीवन कस्तो छ त? बिहान उठ्ने बित्तिकै अलार्मको कर्कश आवाज बज्छ। त्यही त। अनि काठमाडौँको वा कुनै सहरको त्यो अस्तव्यस्त ट्राफिक जाम, अफिसको तनाव पनि भयो। हो, अनि बेलुका थकित भएर घर फर्कियो, फेरि भाँडा माझ्नुपर्ने झन्झट। यस्तो भद्रगोल, दौडधुप र नियमले बाँधिएको लौकिक जीवनमा त हामीलाई लाग्छ कि शान्ति भनेको त हाम्रा लागि होइन। हजुर, यो त घरबार छोडेर हिँड्ने विशेष मानिसहरूका लागि मात्र हो भन्ने भान हुन्छ। तर के यो साँचो हो त? के ज्ञान पाउन सन्यास नै लिनुपर्छ त? पर्दैन। आजको यस गहिरो छलफलमा हामी करिब 1000 वर्ष पुरानो यस्तो एउटा क्रान्तिकारी समूहको इतिहासमा डुबुल्की मार्दैछौँ, जसले यो सम्पूर्ण सोचाइलाई नै उल्टाइदिएको थियो। उनीहरूले प्रमाणित गरे कि शान्ति पाउन पहाडको गुफामा होइन, बरु यही ट्राफिक जाम र भाडा माझ्ने भद्रघोलमै सम्भव छ। सुन्दा पत्यार्न लाग्न सक्छ है, तर यो सम्भव मात्र होइन, एउटा सिङ्गो र अत्यन्तै शक्तिशाली परम्परा नै यसैमा आधारित छ। साँच्चै? हजुर, हामी विशेष गरी 8औँदेखि 12औँ शताब्दीको बीचमा विकसित भएको वज्रयान बौद्ध धर्म र 84 महासिद्धहरूको साधनातर्फ फर्कनु पर्ने हुन्छ। 84 महासिद्धहरू? हो, उनीहरूले लौकिक जीवनका अत्यन्तै सामान्य, दिक्क लाग्दा र कहिलेकाहीँ झन्झटिला लाग्ने दैनिक कामहरूलाई नै ज्ञान प्राप्त गर्ने द्रुत मार्ग बनाएका थिए। यो त साँच्चै नै रोमाञ्चक छ। तर यसलाई गहिराईबाट बुझ्नको लागि हामीले त्यो समयको समाज कस्तो थियो भन्ने कुरा बुझ्नुपर्छ जस्तो मलाई लाग्छ। एकदम सही। ती महासिद्धहरू को थिए र उनीहरूले के कुराको विरुद्धमा आवाज उठाइरहेका थिए? यसको लागि हामी पूर्वी भारतको पाल साम्राज्यको समयमा फर्किनुपर्छ। भनौँ न, राजा गोपालदेखि देवपालसम्मको त्यो कालखण्डलाई बौद्ध धर्मको स्वर्ण युग मानिन्छ। ए, स्वर्ण युग? त्यति बेला नालन्दा र विक्रमशिला जस्ता विशाल महाविहारहरू थिए। आजको अक्सफोर्ड वा हार्वर्ड विश्वविद्यालय जस्तै कल्पना गर्नुहोस् न। ओहो, त्यति ठुला? हजुर, त्यहाँ ठुल्ठुला पर्खालहरू थिए, हजारौं विद्वानहरू बस्थे। तान्त्रिक विद्या र दर्शनको अत्यन्तै गहिरो तर निकै औपचारिक अध्ययन हुन्थ्यो त्यहाँ। औपचारिक भन्नाले नियमहरू धेरै कडा थिए? एकदमै कडा, अनुशासन निकै कठोर थियो। त्यसो भए के यही 84 महासिद्धहरू भनेका त तिनै ठूला महाविहारमा दिनभर ध्यान गरेर बस्ने उच्च वर्गका पण्डितहरू मात्र थिए त? पटक्कै होइन। र खासमा यहीँनिर यो परम्पराले सबैभन्दा ठूलो क्रान्ति ल्यायो। कसरी? त्यो समयको समाजमा कठोर जातिवाद, छुवाछुत र रूढिवादी संस्कारहरू चरम सीमामा थिए नि त। ज्ञान त केवल उच्च जातिका पुरुषहरूको मात्र पेवा हो भन्ने मान्यता थियो नि त। त्यो त सुनिआएकै कुरा हो। तर यी 84 महासिद्धहरूको समूह हेर्नुभयो भने तपाईँ छक्क पर्नुहुन्छ। किन र? को थिए त्यसमा? त्यहाँ राजा इन्द्रबुती जस्ता शासकहरू पनि थिए, तर सँगसँगै माझीहरू, जुत्ता सिलाउने चमारहरू पनि थिए। ए, साँच्चै? हजुर, अनि मणिभद्रा जस्ती साधारण गृहिणीहरू समेत हुनुहुन्थ्यो। अझ सरफा जस्ता महान विद्वानले त दरबार र विहार नै छोडे। विहार छोडेर कहाँ गए त उनी? उनी बाण बनाउने एउटी साधारण महिलासँग जीवन बिताउन थाले। उनीहरूले समाजको त्यो उच्च नीच र शुद्ध अशुद्धको पर्खाललाई भत्काइदिए र एउटा सहज मार्गको प्रतिपादन गरे। आहा, यसको मतलब आध्यात्मिक जागृति भनेको कुनै खास वर्ग, जात वा लिङ्गको विशेषाधिकार होइन रहेछ। हो नि, पटक्कै होइन। यो त जो कोहीको लागि पनि खुल्ला भएको एउटा प्राकृतिक मार्ग रहेछ।
तर यहाँ मलाई एउटा कुराले एकदमै अचम्ममा पारिरहेको छ। के कुराले? यदि उनीहरू ठूला मन्दिर वा शान्त गुफामा मात्र बसेनन् र दिनभर आफ्नो साधारण काममै व्यस्त रहे भने उनीहरूले ज्ञान कसरी प्राप्त गरे त? ध्यान गर्न त एकान्त र शान्ति चाहिन्छ भनिन्छ नि। हामीलाई त्यस्तै सिकाइएको छ। तर यसको पछाडिको मनोविज्ञान बुझ्न हामी महासिद्ध तिलोपाको उदाहरण हेरौँ। तिलोपा? हजुर, तिलोपा प्रत्यक्ष वज्रधार बुद्धबाट उपदेश पाएका सिद्ध थिए। तर उनले आफ्नो दैनिक कामको रूपमा के रोजे थाहा छ? के रोजे? उनले तिल पिस्ने काम गरे। दिनभरि तिल पिसेर तेल निकाल्ने एकदमै साधारण काम। एकछिन है, तिल पिस्ने? तिल पिस्ने। यो त एउटा निरन्तर गरिने अत्यन्तै शारीरिक श्रम मात्र भयो नि। यसले कसरी मानिसलाई बुद्धत्वतर्फ लैजान्छ र? हेर्नुहोस्, सामान्य मानिसले तिल पिस्दा उसको मन यताउता भड्किन्छ। वो हिजोको कुरा सम्झिन्छ वा भोलिको चिन्ता गर्छ, होइन र? हो, मेरो पनि भाडा माझ्दा त्यस्तै हुन्छ। हो। तर तिलोपाले त्यो शारीरिक कामलाई नै एउटा गहिरो ध्यानमा रूपान्तरण गरे। तिल पिस्दा पर्ने दबाव, त्यहाँ हुने घर्षणलाई उनले पूर्ण सजगताका साथ हेरे। सजगताका साथ? जसरी बाहिरी दबावले एउटा सानो गेडाभित्र लुकेको तेललाई बाहिर निकाल्छ नि, हजुर, ठ्याक्कै त्यसै गरी निरन्तर र तीव्र सजगताले हाम्रो मनभित्र लुकेर रहेको शुद्ध चेतनालाई बाहिर निकाल्छ भन्ने कुरा उनले प्रमाणित गरे। कस्तो गहिरो कुरा हो! यो कृत्रिम विचारहरूबाट मुक्त भएको मनको सबैभन्दा प्राकृतिक अवस्था हो। खासमा यसैलाई वज्रयानमा महामुद्रा भनिन्छ। एकछिन है, यो महामुद्रा भन्ने शब्द सुन्दा त कुनै ठूलो जादुगरी मन्त्र जस्तो लाग्छ। यसलाई अलि सरल भाषामा बुझाउनुहोस् न। पक्कै पनि। महा भनेको महान र मुद्रा भनेको छाप वा सील। हजुर। यो कुनै जादु होइन। हाम्रो मनको सबैभन्दा शुद्ध, प्राकृतिक र बाहिरी विचारहरूले नछोपेको जुन अवस्था छ नि, त्यसैलाई चिन्नु नै महामुद्रा हो। मन जस्तो छ त्यसलाई त्यही रूपमा स्वीकार गर्नु। तिलोपाले तिल पिस्दा पिस्दै त्यही अवस्था प्राप्त गरे। अर्थात् बाहिर जे भइरहेको छ त्यसैलाई ज्ञानको माध्यम बनाउने। यो त कस्तो भने नि? हजुर, भन्नुस् न। खोज्दै भाग्छौ होइन त? एकदम सही। तर महासिद्धहरूले छालबाट भाग्नुको साट्टो त्यही ठूलो छालमा पौडिन वा भनौँ न सर्फिङ गर्न पो सिके त। उनीहरूले बुझे कि छाल पनि पानी नै हो र शान्त अवस्था पनि पानी नै हो। लौकिक जीवनको भद्र घोडलाई नै उनीहरूले ज्ञानको भर्यान बनाए। आहा, कस्तो सटीक र सुन्दर उदाहरण हो। उनीहरूले त्यही छालमा पौडिन सिके। तर यहाँनिर एउटा कुरा प्रष्ट पार्नुपर्छ है। के कुरा? यो सुन्दा जति सहज लाग्छ नि, भित्रभित्रै यो अभ्यास त्यति नै डरलाग्दो र चुनौतीपूर्ण पनि छ। डरलाग्दो किन नि? किनभने हाम्रो भित्र जरा गाडेर बसेको जुन अहङ्कार छ, त्यसलाई तोड्न निकै गाह्रो हुन्छ। लुइपा महासिद्धको कथा हेर्नुहोस् न। उहाँले के गर्नुभयो र? लुइपाले आफ्नो अहङ्कारलाई त्याग गर्न 12 वर्षसम्म माछाका आन्द्रा खाएर जीवन बिताएका थिए। एकछिन, यहाँनिर म अलिकति रोक्न चाहन्छु। हजुर। 12 वर्षसम्म माछाको आन्द्रा खाने? आहो, यो त अलि वाकवाकी लाग्ने कुरा भएन र? मतलब ज्ञान प्राप्तिको बाटो भन्दा पनि यो त पागलपन जस्तो पो सुनियो त। सुन्दा त्यस्तै लाग्छ। आफूलाई यसरी दुःख दिएर वा फोहोर खाएर कसरी अहङ्कार नष्ट हुन्छ? यसले त ज्ञान भन्दा पनि फुड पोइजनिङ पो गराउँछ त। हो, सुन्दा ठ्याक्कै त्यस्तै लाग्छ। तर यसको पछाडिको गहिरो मनोविज्ञान बुझ्नुपर्छ हामीले। हाम्रो दिमाग कसरी प्रोग्राम भएको छ त? कसरी भएको छ? हामी सोच्छौँ, म उच्च कुलको हुँ, म सफा र शुद्ध खानेकुरा मात्र खान्छु, यो फोहोरो, यो तल्लो स्तरको हो। त्यो त हो, हामी सबै त्यस्तै सोच्छौँ। हो, यो शुद्ध र अशुद्ध, राम्रो र नराम्रो भन्ने जुन द्वैत वा डुअलिस्टिक सोच छ नि, त्यसले नै हाम्रो भित्र अहङ्कार जन्माउँछ। भनेपछि लुइपालाई त्यही सफ्टवेयर भत्काउनु थियो? एकदम सही। समाजले सबैभन्दा घृणा गर्ने र फोहोर मान्ने कुरालाई पनि मनमा कुनै घृणा नराखिकन यो पनि प्रकृतिकै एक रूप हो भनेर स्वीकार गर्न सक्नु सामान्य कुरा होइन। साँच्ची नै गाह्रो कुरा हो। जब शुद्ध र अशुद्धको त्यो कृत्रिम पर्खाल भत्किन्छ, तब मात्र मानिसले चक्र सम्भर तन्त्रको सर्वोच्च सिद्धि प्राप्त गर्न सक्छ। चक्र सम्भर तन्त्र? यसले चाहिँ के जनाउँछ? चक्र भनेको ऊर्जाको केन्द्र र सम्भर भनेको महासुख वा परमानन्द।
महासुख। यो एउटा यस्तो गहिरो मानसिक अवस्था हो जहाँ शून्यता र चरम आनन्दको मिलन हुन्छ। लुइबाले त्यो घिनलाग्दो माछाको आन्द्रा खाँदा पनि त्यही महासुखको अनुभव गरिरहेका थिए। बाफ्रे। किनभने उनको मनमा अब घिन भन्ने कुरा नै बाँकी थिएन नि त। त्यस्तै नालन्दाका प्रख्यात विद्वान नारोपाको कुरा गरौँ न। उहाँ पनि महासिद्ध हुनुहुन्थ्यो। उनी त बौद्ध दर्शनका प्रकाण्ड पण्डित थिए। तर जब उनी तिलोपाको शरणमा गए, तिलोपाले उनको बौद्धिक अहङ्कार तोड्न उनलाई भिरबाट हाम फाल्न लगाउने जस्ता कैयौं कठोर परीक्षाहरू लिए। भिरबाट हाम फाल्न लगाउने? हो नि। ती कठोर परीक्षाहरू पार गरेपछि मात्र नारोपाले चण्डाली योग जस्ता गुह्य विद्याहरू सिके। यो चण्डाली योग भनेको चाहिँ के हो नि फेरि? चण्डाली योग भनेको आफ्नै शरीरभित्रको सूक्ष्म ऊर्जालाई तानेर भित्री ताप वा इनर हिट उत्पन्न गर्ने अभ्यास हो। ए, भित्री ताप? यो कुनै रूपक मात्र होइन। यसले साँच्चै नै शरीर र मनमा रहेको अज्ञानताको कुहिरोलाई डढाएर भस्म गरिदिन्छ। यसले मनलाई यति एकाग्र बनाउँछ कि बाहिरी संसारका कुनै पनि कुराले साधकलाई विचलित गर्न सक्दैन। अर्थात् बाहिरी रूपमा उनीहरूको काम पागलपन वा अत्यन्तै साधारण देखिए पनि हजुर, भित्री रूपमा उनीहरूको समर्पण र अहङ्कारलाई शून्य बनाउने तरिका त कल्पना नै गर्न नसकिने खालको पो रहेछ। यहाँहरूलाई हाम्रो साथ दिनुभएकोमा हृदयदेखि नै धन्यवाद छ। यदि यो व्याख्याले बौद्ध धर्म बुझ्न मद्दत गरिरहेको छ भने कृपया यो भिडियो धेरै मानिसहरूसँग साझा गर्ने विचार गर्नुहोस्। हाम्रो समुदायका धेरैले अझै सब्स्क्राइब गर्नुभएको छैन, त्यसैले त्यो सब्स्क्राइब बटन थिच्दा हामीलाई यस्ता नयाँ भिडियोहरू बनाइरहन उत्प्रेरणा मिल्छ। फेरि पनि यहाँहरूलाई धेरै धेरै धन्यवाद। ल, अब मलाई एउटा अर्को कुराले एकदमै कौतूहल जगाइरहेको छ। भन्नुस् न, यस्ता गहन अनुभवहरू सँगाल्यो नि? हजुर, सँगाले। तर यदि उनीहरूले पुराना शैलीका किताबहरू लेखेनन् भने उनीहरूका यी शिक्षाहरू आजसम्म कसरी आइपुगे त? उनीहरूले आउने पुस्तालाई सिकाए कसरी? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। उनीहरूले आफ्ना यी आध्यात्मिक अनुभवहरूलाई परम्परागत दर्शनका मोटा किताबहरूमा लेखेनन्। अनि के गरे त? बरु उनीहरूले गाए। हो, उनीहरूले यसलाई चर्यापद वा चर्या गीतहरूको रूपमा गाएर व्यक्त गरे। सरहपा जस्ता सिद्धहरूले दोहा गाएर आफ्नो ज्ञान बाँडे। तर एउटा कुरा है, के कुरा? यी गीतहरू साधारण थिएनन्। यसमा सन्ध्या भाषा अर्थात् सन्ध्याकालीन वा प्रतीकात्मक भाषाको प्रयोग गरिएको हुन्थ्यो। सन्ध्या भाषा? किन यस्तो रहस्यमयी वा कोडेड भाषा प्रयोग गर्नु पर्यो? किनभने ज्ञान त जति प्रष्ट भयो सबैले बुझ्ने गरिदियो त्यति राम्रो होइन र? बाहिरी वा साधारण ज्ञानको लागि त्यो ठिक हो, तर तान्त्रिक गुह्य ज्ञान अत्यन्तै शक्तिशाली हुन्छ नि त। यसलाई एउटा उदाहरणबाट बुझौँ न। जस्तै एउटा सानो बच्चाको हातमा लोड गरिएको बन्दुक दिनु कति खतरनाक हुन्छ। एकदमै खतरनाक हुन्छ। त्यस्तै मानसिक र आध्यात्मिक रूपमा तयार नभएका व्यक्तिहरूको हातमा यो ज्ञान पर्यो भने यसले फाइदाको सट्टा उल्टो असर गर्न सक्छ। मानिसहरूले यसको गलत अर्थ लगाउन सक्छन्। भनेपछि ज्ञानको रक्षा गर्न? हो, ज्ञानको रक्षा गर्न र केवल योग्य शिष्यले मात्र बुझोस् भनेर सन्ध्या भाषाको प्रयोग गरियो। के तपाईँ यसको कुनै एउटा वास्तविक उदाहरण दिन सक्नुहुन्छ? ती गीतहरू सुन्दा कस्ता हुन्थे? पक्कै पनि। चर्यापदका कतिपय पंक्तिहरू सुन्दा त सामान्य मानिसको होसै उड्छ। हो र? जस्तै एउटा गीतमा भनिएको छ, आफ्नो आमा र बाबुलाई मार अनि मात्र तिमीले ज्ञान पाउँछौ। बाप्रे। अनि कतै कतै मद्य वा रक्सी पिउने अथवा रगत पिउने कुरा आउँछ। ओहो, आमा बाबुलाई मार्ने, रगत र रक्सी पिउने? यो त कुनै हरर मुभीको डायलग जस्तो पो सुन्यो त। यसले त मानिसलाई पुरै तर्साउँछ नि। हो, बाहिरबाट सुन्दा त्यस्तै लाग्छ, तर सन्ध्या भाषाको काम नै हाम्रो तार्किक दिमागलाई स्तब्ध पार्नु हो क्या। अब यसलाई डिकोड गरौँ है त। यहाँ आमा भनेको जन्म दिने आमा होइन। अनि के हो त? आमाले हाम्रो भित्र रहेको अज्ञानता वा मोहलाई जनाउँछ, अनि बाबुले हाम्रो अहङ्कार र द्वैतपूर्ण सोचलाई जनाउँछ। जबसम्म हामीले आफ्नो अज्ञानता र अहङ्कारलाई मार्दैनौँ तबसम्म ज्ञान प्राप्त हुँदैन। अनि त्यो रक्सी पिउने कुरा नि? त्यस्तै मद्य अर्थात् रक्सी भनेको साधारण मदिरा होइन, गहिरो साधनाबाट प्राप्त हुने महासुख अर्थात्
परम आनन्दको अवस्थालाई मध्य भनिएको हो। ए भन्नाले यो त पुरै मनोवैज्ञानिक सङ्केत पो रहेछ त। एकदम। तार्किक दिमागलाई बाइपास गरेर सिधै अवचेतन मनलाई प्रहार गर्ने तरिका। एकदमै सही बुझ्नुभयो। जब साधकले गुरुको निर्देशनमा यी अर्थहरू बुझ्छ नि, उसले आफ्नै भित्र रहेको तथागत गर्वलाई चिन्छ। तथागत गर्व हुँ, फेरि अर्को भारी शब्द आयो है, यसलाई पनि प्रश्न पारिदिनुहोस् न। हुन्छ। तथागत भनेको बुद्ध र गर्व भनेको बिउ वा स्रोत। हजुर। यसको अर्थ हो हामी हरेक व्यक्तिभित्र, चाहे त्यो जतिसुकै पापी होस् वा अज्ञानी, बुद्ध बन्ने प्राकृतिक स्वभाव वा बिउ पहिल्यैदेखि नै रहेको छ। त्यसलाई कतै बाहिर खोज्न जानु पर्दैन। कति राम्रो कुरा। जब सन्ध्या भाषाले हाम्रो अहङ्कारलाई तोड्छ, हामी शून्यताको अवस्थामा पुग्छौँ। यहाँनिर मलाई लाग्छ शून्यता भन्ने शब्दलाई पनि प्रस्ट्याउनु जरुरी छ। किनभने धेरैलाई शून्यता भनेको केही पनि नहुनु, खाली हुनु वा दिमाग पुरै ब्ल्याङ्क हुनु हो भन्ने लाग्न सक्छ नि त। हो नि, धेरैले त्यही सोच्छन्। तर शून्यता भनेको त्यस्तो रिक्तता होइन। अनि के हो त? शून्यता भनेको त हाम्रा कृत्रिम बन्धनहरू, हाम्रा पूर्वग्रहहरू र म यस्तो हुँ ऊ त्यस्तो हो भन्ने साँगुरो सोचबाट पूर्ण रूपमा स्वतन्त्र हुनु पो हो त। ए स्वतन्त्रता। र जब मन यसरी स्वतन्त्र र शून्य हुन्छ, त्यहाँ प्राकृतिक रूपमै अथाह करुणा वा दयाको जन्म हुन्छ। शून्यता र करुणा एकै सिक्काका दुई पाटा हुन् क्या। हजुर। जहाँ साँचो शून्यता हुन्छ, त्यहाँ करुणा छछल्किन्छ। यो दर्शन जति गहिरो छ, सुन्न त्यति नै सुन्दर पनि लागिराखेको छ मलाई। तर मलाई इतिहासको एउटा पाटोले अलि झस्काइराखेको छ। कुन पाटोले? 12औं शताब्दीको अन्त्यतिर भारतमा ठूला ठूला बाह्य आक्रमणहरू भए नि। हो, एकदमै। विक्रमशिला र नालन्दा जस्ता विशाल ज्ञानका केन्द्रहरू पूर्ण रूपमा ध्वस्त भए। इतिहासले भन्छ कि त्यहाँका पुस्तकालयहरू महिनौसम्म जलिरहेका थिए। त्यो एकदमै दुःखद समय थियो। अनि यस्तो डरलाग्दो सर्वनाशको अवस्थामा यी अनमोल शिक्षाहरू कसरी बचे त? यस्तो भद्रगोलमा त यी भितहरू र परम्पराहरू सधैँको लागि मासिनु पर्ने होइन र? तपाईँले भनेको एकदम ठिक हो। त्यो समय भारतीय बौद्ध धर्मको लागि एउटा साक्षात प्रलय नै थियो। हजारौं ग्रन्थहरू खरानी भए, कैयौं विद्वानहरू मारिए वा भाग्न बाध्य भए। अनि कसरी जोग्यो त? यही सर्वनाशको बीचमा नेपालको काठमाडौँ उपत्यका, जसलाई नेपाल मण्डल भनिन्छ नि, हजुर, यो ज्ञानको एउटा अत्यन्तै सुरक्षित र अभेद्य किल्ला बन्न पुग्यो। काठमाडौँको भौगोलिक बनावट र यहाँ पहिलेदेखि नै जरा गाडेर बसेको तान्त्रिक परम्पराले यसलाई बचायो। अर्थात् भारतबाट ज्यान जोगाएर भागेका विद्वानहरूले नेपाल मण्डलका गुरुहरूसँग आश्रय लिए। हो, र यहाँका वज्राचार्य र शाक्य समुदायले ती ग्रन्थहरूलाई दराजमा थन्काएर मात्र राखेनन्। अनि के गरे त? उनीहरूले यो परम्परालाई आफ्नै दैनिक जीवन पद्धति बनाएर जीवन्त राखे। शान्तिकर आचार्य र लीलावज्र जस्ता महान नेपाली महासिद्धहरूले तान्त्रिक पीठहरूको स्थापना गरे। स्वयम्भू चैत्य केवल एउटा भौतिक स्तूप मात्र रहेन, यो त जीवित मण्डल बन्यो। तपाईँले काठमाडौँका प्राचीन विहारहरूमा देखाइने चर्या नृत्य देख्नु भएको छ कहिले? मैले देखेकी छु। ती मुद्राहरू र गायन शैली एकदमै फरक र भनौँ न मन्त्रमुग्ध पार्ने खालका हुन्छन्। हो, त्यो कुनै सामान्य मनोरञ्जनात्मक नाचगान होइन नि। त्यो चर्या नृत्य भनेको तिनै 84 महासिद्धहरूको ध्यानलाई शरीरको चाल मार्फत व्यक्त गरिएको एउटा जीवित ध्यान हो। मुभिङ मेडिटेसन जस्तै? एकदम। नाच्ने साधकले आफूलाई सामान्य मानिस होइन, साक्षात देवता वा बुद्धकै रूपमा महसुस गर्छ। यो 1000 वर्ष पुरानो परम्परा आज पनि काठमाडौँमा जीवित छ। कति गर्वको कुरा। अनि तिब्बतको नि? तिब्बत त बौद्ध धर्मको अर्को ठूलो केन्द्र हो। त्यहाँ यो ज्ञान कसरी पुग्यो? तिब्बत पुग्ने कथा त झनै प्रेरणादायी र सङ्घर्षले भरिएको छ। मार्पा लोत्सावा जस्ता अनुवादकहरूको सङ्घर्ष कल्पना गर्नुहोस् त एकपटक। उहाँहरूले के गर्नुभयो? उनले सामान्य रूपमा भारतको भ्रमण मात्र गरेका थिएनन्। उनी हिउँले ढाकेका डल्लाग्दा हिमालय पर्वतहरू हिँडेरै पार गर्थे। बाफ्रे, हिँडेरै? डाकुहरू, जङ्गली जनावर र जम्ने जाडोको सामना गर्दै उनी धेरै पटक भारत आए। उनले तिनै महान गुरु नारोपाबाट तन्त्रका शिक्षाहरू प्राप्त गरे र त्यसलाई तिब्बत पुर्याए। अनि द्रोक्मी लोत्सावा भन्ने अर्का अनुवादकको पनि ठूलो योगदान छ भनिन्छ नि। एकदम सही भन्नुभयो। द्रुक्मी लोत्सावाले महासिद्ध विरूपाको लम्द्रे अर्थात् मार्ग र फल उपदेशलाई तिब्बत लगेर स्थापित गरे।
ए यही उपदेश नै पछि गएर तिब्बती बौद्ध धर्मको प्रसिद्ध शाक्य परम्पराको जग बन्यो। त्यसैले यो कुनै म्युजियममा सिसाभित्र राखिएको मृत इतिहास होइन। साँच्चै हो। यो त आगो र हिउँलाई पार गर्दै एउटा गुरुबाट शिष्यमा सर्दै आएको अटुट साङ्लो पो हो त। यो सुन्दा साँच्चै नै आङ सिरिङ हुन्छ। त्यो डरलाग्दो विनाशबाट बचेर हिमालहरू पार गरेर आज विश्वभर फैलिरहेको यो ज्ञान। हजुर। ल अब हामी यो गहिरो र रोमाञ्चक अध्ययनको निष्कर्षतर्फ जाउँ। हुन्छ। समग्रमा भन्नुपर्दा 84 महासिद्धहरूले सिकाएको सहज मार्गको मुख्य सार नै यही हो कि मानिसले कृत्रिम आडम्बर, समाजले थोप्रेका देखावटी नियमहरू र आफ्नो अहङ्कारबाट मुक्त हुनुपर्छ, होइन त? एकदमै सही। र जब हामी यी कृत्रिम आवरणहरूलाई हटाउँछौँ नि, हामीले बुझ्छौँ कि हामी भित्रै तथागत गर्व छ। हजुर। अन्तिम उपदेश भनेको बोधिचित्तको जागरण हो, अर्थात् शून्यता र करुणाको पूर्ण मिलन। यदि हामीले आफ्नो मनको वास्तविक स्वभावलाई चिन्न सक्यौँ भने यसै जीवनमा, यही शरीरमा र हाम्रै साधारण लौकिक कामहरू गर्दा गर्दै पनि बुद्धत्व प्राप्त गर्न सम्भव छ भन्ने नै महासिद्धहरूको सबैभन्दा ठूलो र आशावादी सन्देश हो। अर्थात् ज्ञान पाउनको लागि हजारौं जन्म कुर्नु पर्दैन र आफूले गरिरहेको दैनिक कामलाई छोडेर कतै भाग्नु पनि पर्दैन। एकदमै। यहाँनिर म हाम्रा श्रोताहरूका लागि एउटा नयाँ र गहिरो सोच छोड्न चाहन्छु। आज हामीले थाहा पायौँ कि यदि 84 महासिद्धहरूले तिल पिस्ने जस्तो साधारण काम वा माछा मार्ने कामलाई नै बुद्धत्व प्राप्तिको बाटो बनाउन सक्छन् भने आजको दिनमा हामीले गर्ने कुन चाहिँ साधारण दैनिक काम, चाहे त्यो ल्यापटपमा टाइप गर्ने काम होस् वा घरमा तरकारी काट्ने काम होस्, हाम्रो आफ्नै आध्यात्मिक जागृतिको ढोका बन्न सक्ला। एकपटक सोचिहेर्नुहोस् है। कस्तो सुन्दर प्रश्न। लाइक गर्न, आफ्नो विचारहरू कमेन्ट गर्न र सब्स्क्राइब गर्न नबिर्सनुहोस् ताकि हाम्रो अर्को भिडियो नछुटोस्। आज हामीले ती 84 महासिद्धहरूको बारेमा जान्यौँ, जसले साबित गरिदिए कि आध्यात्मिक जागृति कुनै खास वर्ग, लिङ्ग वा जातको पेवा होइन। चाहे ती राजा इन्द्रभूति हुन् वा माछाको आन्द्र खाएर अहङ्कार त्याग्ने लुइपा, उनीहरू सबैले हामीलाई एउटै कुरा सिकाए। हाम्रो आफ्नै चित्तभित्र बुद्धत्वको बिउ अर्थात् तथागत गर्व लुकेको छ। उनीहरूले प्रतिपादन गरेको यो सहज मार्गले हामीलाई कृत्रिम आडम्बर र रूढिवादी संस्कारबाट मुक्त गराउँछ। सम्झनुहोस्, शून्यता र करुणाको अभिन्न मिलनबाट उब्जने बोधिचित्त नै उनीहरूको अन्तिम र सार उपदेश हो। यदि तपाईँ पनि आफ्नो व्यस्त जीवनको सामान्य अनुभवहरूलाई नै साधनाको माध्यम बनाउन चाहनुहुन्छ भने यी महासिद्धहरूका चर्यापद र दोहाहरू एउटा उत्तम मार्गदर्शक बन्न सक्छन्। यो भिडियो तपाईँलाई कस्तो लाग्यो? कुन महासिद्धको कथाले तपाईँको हृदय छोयो? कृपया तल कमेन्ट बक्समा कमेन्ट लेख्नुहोला। यस ज्ञानलाई फैलाउन यो भिडियो लाइक र सेयर गरी हाम्रो धर्म यात्रामा सहभागी बन्नुहोस्। अन्तिमसम्म सुनिदिनु भयो, धेरै धेरै धन्यवाद।